हेलो अनि गुड मर्निङ साथै सम्पूर्ण साथीभाइहरूलाई जय मसी तथा नमस्कार। अहिले चाहिँ हामी यहाँ हसौरा अभिषेक चर्चमा छौँ। आज यहाँ जन सङ्गति हुँदैछ अनि आज हामी यहाँ कामहरू गर्दैछौँ। यहाँ अयुब भाइ, हाम्रो सामुएल दाई, यता आमोस भाइ, यहाँ बहिनीहरू खटिरहेको छन् अनि यहाँ चाहिँ मासु पोल्नको लागि यहाँ बन्दोबस्त छ। यहाँ ग्याङस्टरहरू पनि छ है। ल त एउटा दुईटा शब्द भनिदिनु पर्यो आज सङ्गतिको विषयमा। ल व्यस्त हुनुहुन्छ अरे है त। यो चाहिँ हो हसौरा अभिषेक चर्च। आज ड्रग्स एडिक्सनको विषयमा यहाँ हुँदैछ। यहाँ चाहिँ खानाको व्यवस्था पनि छ र यहाँ बसेर खानको लागि तयारी हुँदैछ। अनि यहाँ चाहिँ हाम्रो वायर झुन्डहरू एउटा सानो भ्लग बनाएर हिँडिरहेको छु। मेरो पनि कामहरू छ, कामहरू गर्नु छ। यता चाहिँ अब यहाँ चाहिँ पाक्दैछ है, आगो सुरु हुँदैछ। अब यहाँ पनि पाक्छ। त्यसपछि सङ्गति सुरु गर्नेछौँ। आज नयाँ म भएको छु, सरर 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 यीशुको क्षमा करुणा बग्यो म भित्र सरर फरर 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 स्वतन्त्र भई आत्मामा म त उड्दैछु फरर। त्यहाँ प्रभुले सिमोन पत्रुसलाई प्रश्न गर्नुभएको कुराहरू हामी देख्दछौँ। अनि आज तपाईँ र हामीलाई पनि अनि यसरी नै प्रभुले अनि प्रश्न गर्दै हुनुहुन्छ, के तिमी मलाई प्रेम गर्दछौ भनिकन अनि प्रभुले आज हामीलाई प्रश्न गर्दै हुनुहुन्छ। अनि आउनुहोस् हामी आज भनौँ, जी प्रभुज्यू हामी तपाईँलाई प्रेम गर्दछौँ। आमेन। आउनुहोस् हामी के तिमी भन्ने अनि गीत गाउँदै हामी प्रभुलाई उचाल्नेछौँ।
परप्रभु मेरो गोठालो
प्रभु मेरो जीवनको गोठाला तपाईहरुलाई छ मेरो जीवनको परमेश्वर तपाईहरुलाई छ महिमा होस् तपाईलाई हामीसँग दुई हातको तालीद्वारा परमेश्वरलाई केवल तपाईलाई ल्याउने तपाईँ सत्य हुनुहुन्छ महिमा होस् तपाईलाई सारा आदर भक्ति जय जयकार तपाईलाई चढाउँछु येशू प्रभुको पवित्र अनि अच्छे नाममा आमेन। येशूको प्रेमले जलेको पुस्ता निभने छैनौँ हामी येशूको दर्शनले दौडेको पुस्ता रोकिने छैनौँ हामी येशूको प्रेमले जलेको पुस्ता निभने छैनौँ हामी येशूको दर्शनले दौडेको पुस्ता रोकिने छैनौँ हामी यहुदाको सिंह उनी महिमितुमा संसारको ज्योति उनलाई पछ्याउँदछौँ हामी यहुदाको सिंह उनी महिमितुमा संसारको ज्योति उनलाई पछ्याउँदछौँ हामी हालेलुया होसना येशूलाई होस् महिमा हालेलुया होसना येशूलाई होस् महिमा बाधा र अडचनले छेक्न सक्दैन नपुगिने कहीँ छैन नसकिने केही होइन येशूको नाउँमा Chile
देखाने के लिए म धन्यवाद दिन चाहन्छु हाम्रो अभिषेक चर्च पसललाई यो स्थान दिनुभएकोमा आज कार्यक्रमको निम्ति यसको आदरणीय पास्टरबुवा हाम्रो अगुवा मलाई घाम मन पर्छ मलाई जुन मन पर्छ जीवनभर येशूको चेला हुन मन पर्छ ल है हुन मन पर्छ
ल दाइ आजको सङ्गति कस्तो भयो त? प्रेज द लर्ड, सबै कुरा एकदम आशिषमय भयो। सबै सुरुदेखि अहिलेसम्म सबै अब हामीले सक्दो म्यानेजमेन्ट गऱ्यौँ। वर्सिप टिमले एकदम राम्रो गर्यो मेरोहरूको लागि। थ्याङ्क यू इच एन्ड एभ्री वान फर यर हेल्पिङ ह्यान्ड। थ्याङ्क यू। दिनहुँ येशूको वचन पढ्न मन पर्छ ल है